लगभग सम्पूर्ण स्पेस चाहिँ यसरी भरिएको छ। यो भर्याङमा यसरी सामानहरू राखिएको अवस्था छ। यो पपकर्नको चाहिँ लगभग 200 टन सामग्री यहाँ अहिले भण्डारण हुँदैछ। किसानहरूको आलु यसरी ठाउँ नभएर भर्याङको आसपास पनि राखिएको छ। यो छनौली शीत भण्डारको भित्री भाग हो। अहिले हामी भर्याङबाट माथि लागिरहेका छौँ। यो चाहिँ के हो सर? यो सेतो बोरा यो बोडी होला, केरा हो। उतापट्टिको आलु चिसो पो रहेछ। जकेट लाएर आउनु पनि रहेछ भित्र, जकेट लाएर आउनु पनि रहेछ। जाडो भयो, गाडी खाली हुन्छ भनेर सबै प्याक पनि नगरौँ है। यो त सबै छ नि, त्यो त मिलाइएको नि। 3 वर्ष पुरै भरिएको अवस्था। अर्जेन्टिनाको पपकर्न यसरी भण्डारण छ। नेपालको खेतबारी बाँझो छ, आउने विदेशबाटै हो। रिजाल फुडको बदाम रे। यो चाहिँ आलु रहेछ नेपाली। यो हाम्रो यहाँ स्थानीय किसानको आलु यसरी राखिएको छ। यो चितवनको सबैभन्दा ठुलो, सम्भवतः नेपालकै ठुलो मध्येको एक शीत भण्डार हो। देशभरिको सामग्रीहरू आउँछ। यो पपकर्नहरू वीरगन्जदेखि अनि भैरवादेखि आएको छ। यसरी हिँड्ने स्पेसमा समेत सामानहरू राख्नुपर्ने अवस्था आएको छ। यो शीत भण्डारको लागि सुखद क्षण हो। यो अर्को च्याम्बर। यहाँ चाहिँ लगभग धेरै आलु हेर्दैछ। माथि यसरी माथि पनि प्याक छ। यो चाहिँ हाम्रो चितवनकै किसानहरूको होइन सर? भण्डारासम्मको आए, भण्डारासम्मको है। ए ठिक छ, ल नेक्स्ट टाइम हो। भण्डारा कठारको आलु यसरी भरिएको अवस्था छ। यो चाहिँ फाइनल हो। ठिक बा। फ्यानको अगाडि होला, त्यो खाली राख्नुपर्ने हो कि? ठुलो फ्यानको अगाडि छ। तल यो लगभग 4-5 तलाको चाहिँ यो सबै फलामको हो। यसलाई कति दिन लाग्छ यो हामीलाई झार्न चाहिँ? लगभग झार्न त 3-4 दिन लाग्ने हो सर। फेरि मेटेरियल धेरै छ। यत्रो सामानमा रिस्क लिनु कुरो नि भएन। यो हाम्रो अर्बौंको सामान छ, भ्यालु छ। हाम्रो त्यो लाखको प्रोडक्ट भन्दा अलगको रिस्क लिनु त भएन। कस्टमर त हामीलाई सधैँ कस्टमर हामीलाई सधैँ चाहियो। ट्रेनिङमा मैले भनेको पनि हो। पोलिस्टरलाई पनि ल्याउनु पर्यो। यो चाहिँ के रहेछ? के को कुरा यो? किन मकै हो कि?
मकै त भनेपछि त टन्नै छ त है मकै पक्क त भयङ्कर पाइन्थेन त्यही त ठिक छ ठिक छ ए राम्रो ल खुसी लाग्यो लगभग 90-95% चाहिँ क्यापेसिटीभन्दा बढी त्यही त नि ल राम्रो भएछ 22-23 नै भइसक्यो होला अब यो सिजन त लगभग प्याक भयो अब अर्को सिजनमा